प्रकारको दुर्व्यवहार गर्ने यो त एउटा धर्मको नाममा कलंक हो र यो चाहिँ विनय पिटकमा एकदमै साफ साफ भनेको छ। यो भिडियो फुल हेर्नु होला अनि यसको कमेन्ट जवाब यो भिडियो चाहिँ मैले किन अपलोड गरेको हो भन्दा चाहिँ सामाजिक सञ्जालमा यस्तो यस्तो प्रकारको ढोंगीहरू निकै देखेर आइरहेको हुन्छ र यो भिडियोमा चाहिँ एउटा महिलामाथि एकजना हैन तीन जना महिलामाथि नराम्रो कुकर्महरू गरिरहेको छ र आफूले पनि निकै कोर अथवा दिक्पछिम्बो अथवा ठुलो पापहरू चाहिँ उले बोकेर आइरहेको छ र यदि मैले यो भिडियो अपलोड नगरेको भए त्यो पाखण्डीले यस्तो प्रकारको नराम्रो कामहरू चाहिँ अझै ठुलो थुप्रै गर्दै आउँछ र गर्दै आएपछि जुन चाहिँ महिलाहरू हुन्छ अथवा हो त्यस्तै महिलाहरूलाई अझै पनि उले त अझै यस्तो बाटोहरू त लादै गर्छ होला उलाई राम्रो लाग्छ भने चाहिँ उले अझै पनि यस्तो कुराहरू अझै नराम्रोहरू भित्र गर्दै आइरहेको हुन्छ र कति जन यो भिडियोमाथि रोक लगाउने पनि हुन्छ। यस्तो भिडियो नहाल्नुहोस् हाम्रो बदनाम हुन्छ, यस्तो भिडियो नहाल्नुहोस्। यदि तपाईहरुको बदनाम यस्तो प्रकारको हुन्छ भने चाहिँ तपाईले पनि त्यस्तै प्रकारको काम गरिरहेको हुन्छ है त। यदि यो भिडियोमा चाहिँ तपाईहरुले यो भिडियो लगायो भने चाहिँ यस्तो बदनाम हो हैन, यो बदनाम हैन, यो बदनाम त ऊ आफैले नै गरेको हैन, ऊ आफैले नै उसको बदनाम ऊ आफैले नै गरेको, उसको दण्ड त अवश्य नै भुग्नु पर्छ उलाई। उसको बदनाम कसले गरेको? मैले गरेको, यो भिडियो लगाएर गरेको हैन मैले त उसको बदनाम। मैले न भ्यूज पाउनु लागि यो गरेको, न मैले पैसा कमाउनु लागि यो गरेको। उसको बदनाम ऊ आफैले नै गरेर आइरहेछ र मैले उसको बदनाम कहाँ गरे त? अनि यस्तो प्रकारको हुन्छ पाखण्डीहरू हुन्छ, धर्मको नाममा कलंक दिने। अनि हाम्रो विनय पिटकमा एकदम साफसँगले भनिदिइरहेछ लामा र छोरी मान्छेको बीचमा हामीले फरक राख्नुपर्छ, छोरी लामाले छोरी मान्छेलाई स्पष्ट गर्नु हुँदैन भनेर चाहिँ साफ लेखिदिएको छ। कुनै पनि धर्ममा, कुनै पनि किताबमा, शास्त्रमा यस्तो प्रकारको कुकृतिहरू गरे भने, कुनै पनि बिमारहरू छुट्छ भने म त्यसलाई कहिले पनि मान्दिन। यस्तो प्रकारको कुनै पनि कुकृतिहरू छ भने त्यो एकदमै गलत हो। अब विनय पिटकमा के लेखेको छ भन्दाखेरि आज म तपाईलाई स्पष्टसँगले सुनाउन चाहन्छु, राम्रोसँगले सुनिदिनु होला तपाईहरुले। अब विनय पिटकमा के लेखेको छ भन्दाखेरि